नमस्ते। आज हामी जापानी व्याकरणका दुई यस्ता ग्रामर पोइन्ट्स खेलाउनेछौँ जुनले अक्सर धेरैलाई झुक्याउँछ। ल सुरु गरौँ है त। तेमो ई र तेमो हेर्दा त लगभग उस्तै उस्तै देखिन्छन् नि। Let's go. I wake up to a little bit of drool on my pillow, feel like it's gonna be a bad day. Yeah, I'm tired of shit, and the coffee ain't hit yet, damn, ain't that great. I don't wanna go to work, cause my boss is a jerk. ल सुरु गरौँ है त। तेमो ई र तेमो हेर्दा त लगभग उस्तै उस्तै देखिन्छन् नि, होइन र? हो, यही समानताले गर्दा धेरैलाई कन्फ्युज बनाउँछ। तर चिन्ता नगर्नुस्, आज हामी यो गाँठो फुकाउँछौँ। ल सबैभन्दा पहिले सुरु गरौँ ठेमो ईबाट। यसको मुख्य काम भनेको अनुमति, यानि पर्मिसन माग्ने वा दिने हो। मतलब तेमो ई को अर्थ हुन्छ यो काम गरे पनि हुन्छ वा के म यो गर्न सक्छु? सीधा भाषामा भन्दा कुनै काम गर्नलाई पर्मिसन चाहियो कि वा कसैलाई पर्मिसन दिनु पर्यो हो, यस्तो बेला यो ग्रामर पोइन्टको प्रयोग हुन्छ। अनि यसलाई बनाउने तरिका त झनै सजिलो छ। बस दुईवटा स्टेप्स। पहिलो, वर्बलाई त्यसको ते फर्ममा लाने, अनि दोस्रो, त्यसको पछाडि मो ई थप्दिने। ल हेर्नुस् त कति सजिलो। ल एउटा उदाहरण हेरौँ है त। कोको देश शासिनो थोत्तेमो ई देशका। यसको मतलब के भयो त? के यहाँ फोटो खिच्न मिल्छ? देख्नुभयो नि, यहाँ सिधै फोटो खिच्ने अनुमति मागिँदैछ, एकदम पोलाइट तरिकाले। अब अनुमति दिएको केस हेरौँ। मादो आकितेमो ई देशका। मानिलिउँ कसैले झ्याल खोल्न सोध्यो अनि जवाफ आयो, हुन्छ, झ्याल खोल्दा हुन्छ। सरल छ होइन? ल पर्मिसन माग्ने अर्को एउटा उदाहरण। हायाको कायत्तेमो ई देशका, अर्थात् के म आज अलि चाँडै घर जान सक्छु? यहाँ पनि के भइरहेको छ? स्वीकृति मागिँदैछ। ल तेमो ई को कुरा त भयो। अब पालो आयो तेमोको। सुन्दा उस्तै लागे पनि यसको अर्थ चाहिँ बिल्कुलै फरक छ। यसले के देखाउँछ भने कुनै अवस्था जस्तो सुकै भए पनि अन्तिम नतिजा चाहिँ परिवर्तन हुँदैन। हो, तेमोको अर्थ हो भए पनि वा त्यस्तो भए तापनि। यसको चुरु कुरो के हो भने सिचुएसन जेसुकै होस्, फाइनल रिजल्टमा कुनै फरक पर्दैन। यसको स्ट्रक्चर पनि उस्तै उस्तै सजिलो छ। वर्बको ते फर्मको पछाडि केवल मो जोड्ने। ख्याल गर्नुभयो? यसको पछाडि ई छैन। ओ यही नै हो स्ट्रक्चरमा भएको मुख्य फरक। ल यो उदाहरण हेर्नुस् त, कुरा झन छर्लङ्ग हुन्छ। अमेगा फुत्तेमो इकिमासु। यसको मतलब पानी पर्यो भनेर जाने निर्णय रोकिन्न। पानी परे पनि म जान्छु। अर्को एउटा हेरौँ है। टाका खुत्तेमो खाइताई देश। यहाँ के भइरहेको छ? सामान महँगो छ, त्यो एउटा कन्डिसन हो, तर त्यो महँगो हुनुले किन्ने इच्छालाई रोकेको छैन। महँगो भए पनि किन्न मन छ। अनि यो तेस्रो उदाहरण, इसोगा शिकुतेमो उन्दो शिमास। मतलब व्यस्त हुनु एउटा परिस्थिति हो, तर त्यो परिस्थितिले एक्सर्साइज गर्ने कामलाई रोक्दैन। जतिसुकै व्यस्त भए पनि व्यायाम चाहिँ गरिन्छ। ल अहिलेसम्म हामीले दुवैलाई छुट्टा छुट्टै केलायौँ। अब यिनीहरूलाई साइड बाई साइड राखेर हेरौँ ताकि यिनीहरूको भिन्नता दिमागमा ट्याक्कै बस्छ। यो तालिकाले त सबै कुरालाई एकै ठाउँमा ल्याइदियो। हेर्नुस् त, तेमो ईको अर्थ हो गर्न मिल्छ र यो प्रयोग हुन्छ अनुमति यानि पर्मिसनको लागि। अनि अर्कोतिर तेमोराबेको अर्थ हो भए पनि, जुन यस्तो अवस्थामा प्रयोग हुन्छ जहाँ नतिजा परिवर्तन हुँदैन। देख्नुभयो नि, अर्थ र प्रयोग हुने स्थिति दुवै कति फरक छ। त्यसैले यसलाई सम्झने सबैभन्दा सजिलो तरिका के हो भने थेमो ई भनेको अनुमति वा पर्मिसनको कुरा हो, के यो काम गर्न पाइन्छ भनेर सोध्ने। अनि थेमो भनेको अवस्था वा कन्डिसनको कुरा हो, यस्तो अवस्था भए पनि काम चाहिँ हुन्छ है भनेर देखाउने। अब यो सबै कुरालाई दिमागमा सधैँका लागि राख्न एउटा सानो तर एकदमै काम लाग्ने टिप्स हेरौँ। यसरी याद राख्नुहोस् है। तेमो ई देशका भनेको क्यान आई भनेर सोधेको, तेमो ई देश भनेको युमे भनेर अनुमति दिएको, अनि तेमो भनेको चाहिँ इभन इफ। बस यति तीन कुरा याद भयो भने कहिल्यै झुकिँदैन। ल अब अन्त्यमा एउटा सानो अभ्यास है त। पानी परे ड्यास म जान्छु। ल भन्नुस् त, यो खाली ठाउँमा के हुन्छ होला? एकछिन सोच्नुस्।
यदि तपाईको जवाफ तेमो हो भने बधाई छ, तपाईले एकदम सही बुझ्नुभयो, किनभने यहाँ पानी पर्ने अवस्थाले जाने निर्णयलाई असर गरेको छैन। आशा छ आजको यो प्रस्तुतिले यी दुई व्याकरण बीचको भिन्नतालाई छर्लङ्ग पार्न मद्दत गर्यो।